म यो 12 घण्टाको लागि मोमो मात्र खाने च्यालेन्ज ट्राई गर्न गइरहेको छु कि पोसिबल छ त। What's up everybody, welcome back to my channel. It's me Mystery Dhunga and आजको भिडियोमा स्वागत छ। आज म दमकको फेमस मोमो ट्राई गर्ने वाला छु। दमकको फेमस मोमो पाउने होटल चाहिँ तपाईहरुले कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। मिलाउनु भयो भने तपाईहरुलाई एउटा मोमो दिनेछु म। भाइ सुन्न सम्हालले के सपनामा दिनेछु। भन्दै मेरो साथमा छ मनिक, जो मेरो आजको क्यामेराम्यान र खानु पनि सघाउने छ। सबैभन्दा सुरुमा त सबैभन्दा फेमस ठाउँ हाटखोला। यहाँको मोमो लिन जाम। हाना छाताले रोक्नुहुन्छ। हिँडेर गएको एक ठाउँमा पुग्दै 20-30 मिनट त खेर गइरहेको थियो। त्यही माथि त्यहाँ पुगेर अब पर्खिनु पर्ने गाह्रो थियो। टक्क मोमो अर्डर गरेको, त्यस पछाडि पर्खिनु पर्यो 10-15 मिनट, अनि त्यस पछाडि रेडी हो भन्नु। हामीले चाहिँ एक प्लेट मोमो लिएर आइसकेको छ। अब फेरि अब हामी जानेवाला छौँ कुन होटलमा? दार्जिलिङ मोमो होटल। एकाएक भेलाएर हामी एक ठाउँमा राखेर खानेवाला छौँ। कतिको स्वाद आउँछ, कुन मिठो हुन्छ त्यो म रेट गर्नेछु र लाग्दैन। हाटखोलादेखि दार्जिलिङ मोमो पसलमा पुग्नलाई चाहिँ हामीलाई 20-30 मिनट लागेको थियो। दार्जिलिङ मोमो पसलमा अर्डर गरेर अब चाहिँ हामी कहाँ जाँदैछौँ भने हाम्रो चिनाजाना दिदीको मोमो। तपाईहरु पनि खाना चाहनुहुन्छ भने आउनु होला, यहाँ एउटा थपिँदैछ अहिले। यो रहेको छ हाम्रो छिमेकी आन्टीको मोमो पसल। तपाईहरु पनि खाना चाहनुहुन्छ भने आउनु होला। फाल्गुनन्द चोक छेउमा रहेको छ। यो चाहिँ हिँड्नु कतिको मजा भइरहेको। हाम्रो दिदीहरुको देखि मोमो लिएर चाहिँ अब हामी जाँदैछौँ दार्जिलिङ मोमो पसल। दार्जिलिङको पनि मोमो कलेक्ट गरौँ। अब हामी जाँदैछौँ। एकदमै भाइरल छ, तर मलाई यो मोमो पसलको नाम चाहिँ थाहा भएन, लोकेसन पनि थाहा छैन। हामीले चाहिँ मोमो पसल भेटिनौँ। यहाँको कहाँ थियो त्यो भाइरल मोमो पसल? भेटिएन। अब चाहिँ हामी लाग्दैछौँ। खासमा कुरो चाहिँ यस्तो भएको रहेछ, हामी गलत लोकेसनमा आएको थियौँ, त्यही भएर हामीले भेटिनौँ त्यो अर्डर गरिरहेको थियौँ। रेडी भयो कि नै? अब चाहिँ हामी त्यही लिन जाँदैछौँ, तर भएको थिएन भने हिँडिदिने हो भने। अब म जाँदैछु तमु मोमो होटल। त्यहाँनिर चाहिँ मान्छेको भिड भएको कारण हामीलाई चाहिँ 10-15 मिनट पर्खिनु पर्यो। अरे हामीलाई प्रब्लम भएको कारण हामीले चाहिँ त्यो ठाउँलाई बाई बाई गरेर अर्कोचोटि आउँछौँ भनेर गयौँ। त्यहाँ हामी चाहिँ खुल्ला ठाउँमा गएर खाना गइरहेको छौँ, किनकि हामीलाई अलिक खुल्ला वातावरण मनपर्छ। पनि के भन्छ, नेचुरल हावा। नेचुरल हावा। मोमो खानालाई जाँदैछौँ, तर कस्तो खाने ठाउँ नभएर बर्बाद। र गाइज अब चाहिँ हामी मोमो ट्राई गर्नेवाला छौँ। हामीले चाहिँ 3 ठाउँको ल्याएको छौँ। मैले चाहिँ 5 ठाउँको ल्याउने विचार थियो। फाइनली हाटखोला, दार्जिलिङ एन्ड देन हाम्रो फेमस आन्टीको मोमो। कुन चाहिँ मिठो होला त रेट गरेर हामी बताउनेवाला छौँ। यो त चिकन हो नि, खत्रो हो यस्तो। यो चाहिँ हाटखोलाको मोमो। हाटखोलाको मोमो गुड, मिठै छ। खानु नि नखाने साइज चाहिँ ठुलो। आज चाहिँ हामीले बिग साइजको मोमो ट्राई गर्नेवाला छौँ। खाए ल, ठुलै छ मेरो हातभन्दा त। खाएँ गाइज। र अब चाहिँ हामी सेकेन्ड टाइममा चाहिँ हाम्रो चिनजानको आन्टीको मोमो ट्राई गर्नेवाला छौँ। कस्तो छ? दसमा 3.5। र अब चाहिँ हामी दार्जिलिङको मोमो ट्राई गर्नेवाला छौँ। झोल मोमो। यो दार्जिलिङको मोमोलाई चाहिँ म 10मा 4.5 रेट दिन गइरहेको छु। किन मेरो यत्रो हिँडेर किनेको मोमोहरूमा
दार्जिलिङको मोमो चाहिँ विनर रहेको छ र 24 घण्टा मोमो खाने च्यालेन्ज चाहिँ यही कम्प्लिट भन्दा पनि इन्कम्प्लिट। नेक्स्ट टाइम खानै त नसकिने रहेछ। सबैभन्दा नमिठो चाहिँ हाटखोलाको मोमो रहेछ। यत्रो नन भेज पनि यति नमिठो त नहुनु पर्ने हो। नराम्रो भने होइन, मिठै नलागेर मिठो नमिठो भनेको। अझै 2टा उब्रिरहेछ। सबैभन्दा लास्टमा रहेको छ हाटखोलाको मोमो अनि फर्स्ट रहेको छ दार्जिलिङको मोमो। हामी चाहिँ यत्रो बाटोमा हिँडेर आइयो अनि मोमो खाइयो। खाएपछि फोहोर त डस्टबिनतिरै फाल्नु पऱ्यो। हामी फेरि जतापाइ त्यतै फाल्ने बानी छैन, तपाईँहरूले पनि नफाल्नु होला। र यति भन्दै आजको भिडियोलाई यहीँतिर इन्ड गरिदिउँ। थ्याङ्क्स फर वाचिङ। प्लिज लाइक सेयर एन्ड सब्सक्राइब त भन्दिनँ, मन लाग्यो सब्सक्राइब गर्नु होला, नत्र टाटा एन्ड बाबा।